हेलो एन्ड वेलकम टु माई भिडियो। यो जाडोको मौसममा तपाईँलाई पनि आटाको तातो तातो थुक्पा खानु छ भने यो भिडियो चाहिँ तपाईँको लागि हो। मैले चाहिँ ग्यास अन गरेर कुकर बसालेँ अनि त्यसपछि तेल हालेर मजाले धुवा उठ्नेसम्म बनाएँ। त्यसपछि चाहिँ त्यो मटन चाहिँ मैले सानो सानो पिसमा काटेको थिएँ है। यसलाई मजाले भुट्न थालेँ। अलिक भुटेपछि त्यसपछि प्याज है प्याज हालेर भुट्न थालेँ अनि अलिकति अदुवा लसुनको पेस्ट हालेर पनि मजाले भुट्न थालेँ। त्यसपछि चाहिँ मैले हालेँ टमाटर अनि त्यसपछि हाल्दैछु नुन, धनिया पाउडर, रेड चिली पाउडर, जिरा पाउडर अनि हल्दी पाउडर। यसलाई हालेर मजाले भुटेँ है। भुटेपछि चाहिँ अलिकति मजाले पानी हालेर उमालेँ। त्यसपछि चाहिँ यसलाई मैले प्रेसरको सिटी दिएँ अनि एकछिन चाहिँ राखेँ किनकि मजाले मासु चाहिँ पाक्नुपर्छ। यो अफ गरेर त्यसको बाद चाहिँ म डो बनाउनुतर्फ लागेँ है। आटामा मजाले पानी बिस्तारै बिस्तारै हाल्दै गुन्न थालेँ है। मजाले गुनेपछि चाहिँ यतिको भयो मेरो डो है। अलिक नरमै गुन्नुपर्छ अनि एकछिन डोलाई चाहिँ रेस्टिङमा राख्नुपर्छ अनि 10 मिनट जस्तो रेस्टिङ राखेपछि चाहिँ मैले सानो सानो आटाको डल्ला काटेर बेल्न थालेँ। मजाले बेल्दै ठुलो ठुलो गरेर पातला पातला बेल्नुपर्छ है। यो बेलिसकेपछि चाहिँ मैले एकछिन तावामा यसलाई सेकाएँ किनकि सेकाएन भने फेरि आटा जुन चाहिँ हामीले थुक्पा काट्छौँ है त्यो चाहिँ टालिन्छ। त्यसले गर्दा चाहिँ एकछिन पकायो भने चाहिँ सजिलो पर्छ है अनि टालिँदैन पनि। हेर्नुहोस् त यसरी मजाले काट्नुपर्छ है। काट्दा काट्दा मेरो थुक्पा पनि यति भइसक्यो है। निकै भइसक्यो थुक्पा भनौँ न। त्यसपछि चाहिँ मैले कुकरमा मजाले अरू भेजिटेबल्सहरू पनि छ त्यसलाई एकछिन राखेर चाहिँ भुटेँ है। भुटेपछि चाहिँ मैले यसलाई चाहिँ अर्को ठुलो भाँडामा ट्रान्सफर गरेँ किनकि सुप बनाउनु पर्छ है। ट्रान्सफर गरेपछि मजाले पानी हालेँ हो। अनि जब सुप उम्लिन थाल्छ त्यसपछि चाहिँ मैले थुक्पा हालेँ। हेर्नुहोस् त मेरो थुक्पा पनि रेडी हुन गयो है। कस्तो मजाको भयो थुक्पा पनि। नाउ माई थुक्पा इज रेडी। कस्तो राजाले खायो? चोप्सीले खानुपर्ने हो।